सम्पूर्णलाई मेरो नमस्कार। मेरो नाम रामचन्द्र आचार्य। मेरो ठेगाना पोखरा वडा नम्बर 11 गाउँ। यो मौरी पाल्नका लागि सिजन सुरु भइसकेको छ। हामी कोही नयाँ किसानहरू हुनुहुन्छ हजुरहरू भने अब यस समयमा मौरी पाल्नका लागि हजुरहरूले सोच बनाउनु होला र हजुरहरूलाई सबैसँग हामीसँग पैसा नहुन पनि सक्छ। सधैँ पैसा खल्तीमा हुन्छ घरमा हुन्छ भन्ने पनि छैन। पैसा नभएको अवस्थामा हामीले घार खरिद गर्नको लागि पैसा यदि भएन भने घरमा मिल्किएर फालिएर रहेका काठका टुक्रा मुक्राहरू साइजका निकालेर हामीले आफैले पुनः चाहिँ घार मौरीलाई उपयुक्त घार जस्तो बक्सा बनाएर हामीले मौरी राख्न सक्छौँ भन्दै यहाँहरूलाई मैले त्यस्तै किसिमको घार हामीले कसरी निर्माण गर्न सकिन्छ भनेर म आफूले जानेका बुझेका कुराहरू, हुन त म मिस्त्री होइन, म घार बनाउन पनि जान्दिनँ, तर पनि मेरो आफ्नो जुन अनुभव छ, मैले मौरी पालिरहेको हुँदा मौरीको घार कस्तो चाहिन्छ, कति इन्चीको चाहिन्छ या कस्तो किसिमको काठ चाहिन्छ भन्ने कुराहरू मलाई केही जानकारी छ। त्यही बारेमा म हजुरहरूले अब घार कसरी निर्माण गर्ने त आफ्नो घरमा भएका काठहरूबाट भनेर देखाउन गइरहेको छु, बुझाउन गइरहेको छु। हजुरहरूले ध्यानपूर्वक हेर्नुहोला। सर्वप्रथम त मैले यो एउटा तयारी घार लिएर आएको छु, किनभने देखाउनै पर्ने हुन्छ। यसरी ढकन खोल्ने। अब यो ढकन त अब यहाँ राखिहालौँ भुइँमा। त्यसपछि गएर यहाँ फ्रेमहरू हुन्छ, हेर्नुहोस् है, यो फ्रेम यहाँ राखेँ मैले फ्रेमलाई यहाँ राखिसकेपछि म अब हजुरहरूलाई घारको साइज कस्तो हुनुपर्छ, काठ कुन काठ राम्रो हुन्छ, सबै कुराहरू म भन्न गइरहेको छु। काठ भनेको यस्तो हुनुपर्छ, यो टुनीको काठ हो। यो काठको अलिकति बजारमा किन्दा त मूल्य पर्छ, तर हामी कहाँ सबैकोमा टुनी नहुन सक्छ। हामीले मौरीको घार बनाउँदा नपसाङ्गिने, ढुसी नलाग्ने र गन्ध नआउने, कुनै पनि किसिमको गन्ध नआउने किसिमको घार काठ हुनुपर्ने हुन्छ। त्यस्तो काठको हामीले घार बनाउन सकिन्छ भने म घारको चाहिँ भित्री भाग मात्रै नापेर हजुरहरूलाई भन्न गइरहेको छु। हजुरहरूले कागज कलम लिएर टिप्नु भए पनि हुन्छ, लेखेर राख्नु भए पनि हुन्छ। अब के हुन्छ भने यो इन्ची टेप हो, हजुरहरूले बुझिहाल्नु भएको छ। यो इन्ची टेप भित्रको भाग नाप्नु पर्ने हुन्छ। त्यो काठको मोटाइ चाहिँ 1.5 देखि माथि अथवा 1 इन्चीदेखि माथि जति पनि बनाउन सकिन्छ। यो भनेको त मात्र 1.25 इन्चीको काठ हो, 1.25 इन्ची बाक्लो छ। यति यो 1.25 इन्चीको काठ बजारमा बनाइने घारहरूमा यो साइज राखिन्छ भने तपाईँ हामीले बनाउने समयमा 1 भन्दा माथि 1.5 इन्ची 2 इन्चीसम्मको यो फलकको यदि हामीले घार बनाउन सक्यौँ भने त्यो घारमा गर्मीमा शीतलो हुन्छ र जाडोयाममा न्यानो हुन्छ, किनभने काठ बाक्लो भएका कारणले। अनि त्यसपछि गएर हजुरहरूलाई म भन्न गइरहेको छु, पहिला सुरु त यो आसन बोर्ड बनाउनु पर्ने हुन्छ। हेर्नुहोस् है, आसन बोर्डको यो जुन काठ छ, यहाँ हेर्नुहोस्, म तपाईँहरूलाई नापेर देखाउँछु। म तपाईँहरूलाई मैले यो नापेर देखाउन गइरहेको छु। ठ्याक्कै 2 इन्ची चाक्लो छ भने आधा इन्ची यो छ उचाइ, 2 इन्ची उचाइ छ भने आधा इन्ची बाक्लो छ है यो काठ। अनि यसको लम्बाइ यहाँ हुनुपर्छ कति भन्दा हेर्नुहोस् है, यसको ठ्याक्कै 16 इन्ची हुनुपर्छ यसको लम्बाइ। अनि त्यसपछि आएर यहाँ आउनुहोस् है, यहाँ देखाउनु पऱ्यो क्यामेरावाला बाबु। यहाँ चाहिँ हाम्रो यो 1 इन्चीको यो मौरी ल्यान्ड गर्ने, यानि मौरी बाहिरबाट काम गरेर लिएर आएको सामग्री बोकेर जब मौरी आउँछ प्रवेशद्वारको अगाडि यो राखियो भने टक्क पहिला यहाँ मौरी बस्छ र भित्र प्रवेश गर्छ होइन। यो त यो नै भइहाल्यो। यो बनाउनु होला। यो छुट्टै पनि बनाउन सकिन्छ र यस बक्समा नै हामीले तलबाट काँटी हानेर जमाएर ठोक्न पनि सकिन्छ। तर यो फोल्डिङवाला बनाउनु भयो भने सफा गर्न सजिलो हुन्छ। यो 1 भाग र यो 1 भाग 2 भाग हो, उक्काउन मिल्छ होइन। एउटै बनाउँछु भन्नुहुन्छ भने तर बलियो हुन्छ। अब यसको म भित्री भाग नापेर हजुरहरूलाई देखाउन गइरहेको छु। हेर्नुहोस् है, अब यो बक्सको हाइट हुनुपर्छ यो समेत लिएर है,
यो समेत लिएर कति हाइट हुनुपर्छ यहाँ हेर्नुहोस् है, हजुरहरूले हेर्न सक्नुहुन्छ। कति छ हेर्नुहोस् है, यहाँ ठ्याक्कै 9 छ। 9 इन्ची उचाइ छ भने हेर्नुहोस्, ठ्याक्कै 9 इन्ची उचाइ छ, तलको समेत लिएर है। अब यसको मात्रै यो तलको बनाउनु न, फोल्डिङ बनाउनु न भने यो बक्सा मात्रै बनाउनु भयो भने पनि यसको 9 इन्ची नै हुनुपर्छ है। उचाइ 9 इन्ची हुनुपर्छ अग्लो। त्यसपछि गएर म अब भित्रको भाग हजुरहरूलाई नापेर देखाउन गइरहेको छु। यता आउनु पर्यो क्यामेराम्यान बाबु। यसरी हामीले भित्री भाग नापिन्छ है, हेर्नुहोस् है, ठ्याक्कै कति छ त 12 इन्ची भनेको 1 फुट। यो बराबर हो फेरि, हेर्नुहोस् है, चारैतिर एउटै लाइन एउटै साइज हुनुपर्छ। हेर्नुहोस् है, भित्री भाग मैले नाप्दैछु, किनभने बाहिरी भाग नाप्दाखेरि कोहीले 1.5 इन्चीको काठ बनाउनुहुन्छ, कोहीले 1 इन्चीको बनाउनुहुन्छ, कोहीले 2 इन्चीको बनाउनुहुन्छ। बाहिरको साइज चाहिँ नापेर मिल्दैन र हामीले यो भित्रको भाग मात्रै नापिराखेका छौँ। भित्रको भाग भनेको 12 फुट 12 इन्ची यानि 1 फुट। अनि यसको हाइट भन्नुहुन्छ भने टोटल भित्र हाइट हुनुपर्छ हाम्रो कति, यहाँ हेर्नुहोस् है, हजुरहरूलाई म ट्याक्कै देखाउँछु। हेर्न सक्नुहुन्छ हजुरहरूले, हेर्नुहोस् है कति रहेछ, हेर्नुहोस् है, यहाँ 8 इन्ची उचाइ हुनुपर्छ। अनि 12 इन्ची यसको चारैतिर भाग हुनुपर्छ, लम्बाइको भाग। काठको बाक्लोको साइज त मैले भनिसकेँ, 1.5 इन्ची 2 इन्ची पौन इन्चीबाट माथि जति पनि बाक्लो काठको घर निर्माण गर्न सक्नुहुन्छ। यति यसो यो बक्सा बनाइसकेपछि अब यो बक्साको मानिलिउँ दुवैतिर मतलब खुला छ होइन। खुला भइसकेपछि अब हामीले फोल्डिङ बनाइएन भने हामीले के गर्न सकिन्छ, हेर्नुहोस् है, यसरी काठ ठोकेर यहीँ काँटी हानेर हामी जमाउन सकिन्छ। यसरी जमाइसकेको घर पनि कमजोर चाहिँ हुँदैन, बलियो नै हुन्छ। कुरा यति हो कि सफा गर्ने समयमा हामीले चाहिँ नै अर्को घरमा सिफ्ट गर्नुपर्ने हुन्छ मौरी, त्यति नै हो। यसरी आफूले आफै घरमै निर्माण गरेर घर बैठी बनाउनु भयो भने अनि मौरी त कहीँबाट बाहिरबाट पनि आउन प्रवेश गर्न सक्छन् यस घरमा भने। अब बाहिरबाट मौरी आएनन् भने पनि मात्र मौरीको लागि मात्रै हामीलाई पैसा खर्च गरेर मौरी खरिद गरेर लिएर आएर यस घरमा हामीले मौरी राखेर मौरी पालन गर्न सकिन्छ भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराएको छु। हजुरहरूलाई यो कस्तो लाग्यो, यदि ज्ञानमूलक लागेको छ भने मैले हजुरहरूले लिइराख्नु होला। मैले नापेर पनि देखाएको छु। यस्तै किसिमको घर बनाएर हजुरहरूले मौरी पाल्न सक्नुहुन्छ। तर एउटा कुरा के भने, मैले आज हजुरहरूलाई यो चाहिँ ठाउँ र कक्षको मात्रै नापो देखेर देखाएको छु, बनाएको छु। हजुरहरूले यो ठाउँ र कक्षको मात्रै आज मैले भिडियो बनाएर देखाएको छु भने म फेरि अर्को पटक हजुरहरूलाई यस घरमा यस बक्समा यानि अर्को म कक्ष कसरी बनाउने, कुन साइजको बनाउने भनेर म हजुरहरूलाई पछि अर्को भिडियोमा देखाउने छु। फ्रेमको साइज यही हो। यस्तै फ्रेम बनाउनु पर्छ भन्ने कुनै जरुरी पनि छैन। यस्तै लिपस्टिक मात्रै भयो भने पनि हजुरको हुन्छ होइन। यस्तै लिपस्टिक खुरुखुरु यहाँ यसरी राखिदिनु भयो भने पनि हुन्छ। यो पनि चाहिँदैन, यो पनि चाहिँदैन, यो तारसार केही पनि चाहिँदैन, खालि पुनः लिपस्टिक यसरी राख्न सक्नुहुनेछ है। यति भन्दै अब यो हजुरहरूलाई भिडियो कस्तो लागेको छ, ज्ञानमूलक लागेको छ भने साथीभाइहरूलाई पनि जानकारी गराउनु होला। हजुरहरूले अब सिजन चाहिँ नफुत्काउनु होला, घरमा मौरी पालेर आफैले घर बनाएर खानु होला भन्ने कुरा यहाँहरूलाई जानकारी गराएँ। हजुरहरूलाई मौरीको बारेमा अरू थप केही जानकारी चाहिएको छ भने 98 60 53 12 24मा सम्पर्क गर्न सक्नुहुन्छ भन्दै यहाँहरूको दिन सधैँ सुखमय रहोस्। यहाँहरूबाट म बिदा चाहन्छु। नमस्कार।